हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई। के छ, उठ्नुभयो? सबै आरामै हुनुहुन्छ? अनि आज चाहिँ मेरो डे वान ब्लग के हुन्छ, कस्तो कस्तो हुन्छ, म सबै हजुरहरूलाई देखाउने छु। अनि सबै मेरो युट्युबमा जोडिने होला। आज चाहिँ म अब काममा हिँडेको, अब काममा हिँड्नु पऱ्यो, के गर्ने, यस्तै छ। अनि आजको मेरो दिन के हुन्छ, कस्तो कस्तो हुन्छ, म सबै हजुरहरूलाई देखाउने छु। स्टे ट्युन एन्ड किप इट अप। ल गाइस, म चाहिँ हिँडेको काममा। अब ल के हुन्छ, ल आजको मेरो डे कस्तो हुन्छ सबै म हजुरहरूलाई देखाउने छु। म चाहिँ अहिले झम्सिकेल काम गर्दै गर्दा यसो यहाँ झम्सिकेल आइएछ। खाना पनि खाएन, हजुरहरूले खाना खाएर पनि नास्ता खाने टाइम हुन लागिसक्यो होला। 12 बज्यो, अब म चाहिँ खाना खान निस्किनु लाग्छु। अनि झम्सिकेल चाहिँ यो हो, यस्तो तारहरू यस्तो रहेछ क्या, होइन? यदि एउटा तार सर्ट भएर जल्यो भने सबै सकिने रहेछ क्या यहाँ। मैले चाहिँ यहाँ यतिले चाहिँ डेन्जरै माने क्या। ल म चाहिँ खाना खाना गएँ, बाई। सो गाइज, फाइनली आजको राइड चाहिँ कम्प्लिट भयो, होइन? 9:30 भएको छ। बिहान 6 बजीदेखि म अहिले 9:30 बजीसम्म काम गर्दा पनि मेरो राइड 22 राइडको कम्प्लिट भयो अहिले भर्खरै, होइन? ल म चाहिँ अब रुममा जाँदैछु। रुममा चाहिँ यहीँ हो। ल सबैलाई हेभ अ गुड नाइट एन्ड सी यू। बिहान हेर्दै हुनुहुन्छ भने गुड मर्निङ पनि। ल बाई बाई।